हिँडेको बिजुली बालेर सिमसारमा केटीहरू घुम्दै जाँदा उनीहरूले खाएको चिप्स र चाउचाउको खोल त्यही फालिदिन्छन् र त्यहाँ बसिरहेका केटाहरूमध्ये एक केटाले भन्छन्, कता हिँडेको बिजुली बालेर प्लास्टिक फालेर हेरेको हेरे हामी हेरेको कडा हेरेको हेरे हामी हेरेको हेरे लाख पचेका नकचराहरू राम्ररी भन्न पनि सक्छौ नि। काहीँ नभएको तिमीहरूलाई कुरकुरे पैसा चढेको क्या बोला तूने? होइन बात देख्नु तपाईँले यत्रो आए यत्नै आएर हेर्नु त कहाँबाट खाएर आएर यत्नै ल्याएर थुपारेर प्लास्टिक थुपारेर गएन के कसो हो केटा फोहोर त बनाएका छन्। पहिले हेर्न हाम्रो ठाउँ यो कस्तो थियो, अहिले हेर त कस्तो फोहोर भइसकेको छ। पिकनिक अझ तिमीहरूको डराइ पिकनिक अरे। ए हामी त गाई बस्तु लिएर गोठालो जान्थ्यौँ। जङ्गलहरू हराभरा थिए, खोलाहरू निलो पानी बस्थ्यो, त्यही खोलाको पानी खाउँथ्यो। हेर त पाखुरा कान्छी कस्तो भएको छ, जङ्गल जाँदा कहिले भोको बस्नु पर्दैन थियो। ए जङ्गलमा त खन्यु अम्बा अमला किम्बुहरू थियो। ए अहिले हेरो साल मात्र छ, जङ्गलमा चराहरू चिरबिर गर्दै कराउँथे, गाउँदाहरू टर्र गर्दै कराउँथे। ए हाम्रा गाई बस्तुहरू छन् नि, ए यो रतुवा नीलगाईहरूसँग चरी बस्थे। अहिले जस्तो कहाँ सुनेर राख्नु। बात तो सही है दौड़ना तो पड़ता है। बिजो भएको छ अहिले जङ्गल पनि। मलाई गफ गरे जस्तो लाग्छ। हट्टा गर्छ मोरा। कोही ती दिनहरू पनि गजबका थियो। ती दिन पनि क्या दिन थिए है छैन। सिमसार त तै विषय ठिकै छ। के बनाएको छ हेर्न कि हामी त जसो जसो गएर बाँची आयो। अब आउने पिँढीहरूको पो चिन्ता लाग्छ, के गरी बाँच्छन् नि। त्यही त अलिकति हामीहरू चिन्ता गर्छ सुन रुको जरा सबर करो। खोला कालो न कालो भएको छ खै त्यो खोलामा अहिले माछा बिर्सिस तै हामी कसरी पौडी खेल्दै माछा मार्थ्यौँ। अहिले त्यो खोलामा माछा त के भ्याकुदा पनि पाउँदैन। चराचुरुङ्गीहरू सफा पानी खान नपाएर छटपटाइरहेका छन्। त्यसै क्रममा फरेस्टीका विद्यार्थीहरू नारा लगाउँदै आउँछन्, जलाशय जगाऊ वन्यजन्तु बचाऊ। केटा को हल्ला गर्दै आउँदैछ यहाँ फेरि? होइन हो बाबु नानी हो, के बारेमा नारा लगाउँदैछौ? जलाशय संरक्षण गरौँ भनेर नि बाजे। कस्तो संजोग मिलेछ, भर्खर हामी त्यही कुरामा कुरा गर्दैछौँ होइन? ल बाबु नानी हो, यहाँका मान्छेहरूलाई जनचेतना फैलाइदिन पर्यो। अनि बल्ल यिनीहरूको गिटीमा घुस्छ कि हुन त आफ्नै छोरा नाति हुन्। अब बाजे हामी त देशका कुना कुनाबाट यहाँ 4 वर्षका लागि पढ्न आएका हौँ र हामीले प्रत्येक वर्ष विशेष दिनहरूमा जनचेतना फैलाउने कामहरू पनि गर्दै आएका छौँ। अब बाजे कोही मानिस त आउनुहुन्छ, बस्नुहुन्छ र हाँसेर जानुहुन्छ र कतिपयले त केही सिकेर आफ्नो जीवनमा अप्नाइ पनि रहनु भएको छ। अब बाजे जबसम्म यहाँका स्थानीय मानिसहरू आफै सचेत हुँदैनन्, आफै अघि सर्दैनन्, तबसम्म हामीले पनि केही गर्न सक्दैनौँ। यो केटो चाहिँ चनाको रहेछ। के हो बाबु नाम तिम्रो? बिर्खे बा बिर्खे। नामै बिर्खेछ, काम के होला? ल भन्छ बिर्खे, यो सिमसार खोला नाला सँगसँगै वन्यजन्तु कसरी संरक्षण गर्नुपर्छ? ल सुन्नुहोस् है त बाजे। ए भाइ बहिनीहरू तिमीहरू पनि राम्रोसँग सुन है त। के भन्दैछन्? भन्नुहोस् न त दाइ, हामी पनि यसको बारेमा जान्नलाई त इच्छुक छौँ नि। ल राम्रोसँग सुन है त। सिमसार एक विविधतायुक्त गतिशील र उर्वर पारिस्थितिकीय प्रणाली हो। यसले पानीको स्रोत संरक्षण गर्नुको साथसाथै पानीको बहाव, पानीको गुणस्तर र यसले सिँचाइ, माछा पालन, पर्यटन र कृषि क्षेत्रलाई उत्पादनमा समेत मद्दत गर्छ। ओहो, सिमसार त बडो मूल्यवान चिज पो रहेछ त। हो त बहिनी,
चाहिँ नि सिमसार क्षेत्र विविध जीवजन्तुहरूले आश्रय आहार र प्रजननका लागि उपयोग गर्छन्। विशेष गरी चराचुरुङ्गीहरूका लागि जलाधार अत्यावश्यक हुन्छ, किनभने त्यहाँ प्रशस्त मात्रामा उनीहरूलाई खाना पाइन्छ र घोसला बनाउन पनि मद्दत पुग्छ। जलाधारहरू माछा, भ्यागुता, सर्प, कछुवा लगायत थुप्रै जलीय प्रजातिहरूका लागि प्राकृतिक वासस्थान पनि हो नि। समझ रहे हो आप समझ रहे हो? ल केटाकेटी हो, बुझ्यौ नि नानी बाबुको कुरा। अब आजैबाट जलाशय संरक्षण गर्न लाग्नु पर्यो। तपाईँ धन्दै नलानु न बा, यस्तो हामी बताइहाल्छौँ नि, पानी बताउँछौँ, जमिन बताउँछौँ, जग्गा जग्गा सबै बताउँछौँ, वन सन। अब सिमसार त यहाँ त कति बन्छन् भयो, यस्तो राम्रो के भनेछ। ए भाइ बहिनीहरू, सिमसार एक दुईजनाले मात्र संरक्षण गरेर हुने काम पनि होइन। यसको लागि हामी सबै मिलेर संरक्षण गर्नुपर्छ। केटा बुझ्यौ नि तिमीहरूले भनेको? ल सबैजना अब सिमसार जग्गामा लाग्नुपर्छ। जानी त भन्नुभयो, तर नारा चाहिँ के रहेछ? जलाशय जोगाऊ वन्यजन्तु बचाऊ, जलाशय जोगाऊ वन्यजन्तु बचाऊ, जलाशय जोगाऊ वन्यजन्तु बचाऊ।